हेलो गाइज नमस्ते एन्ड वेलकम टु माई अनदर ब्लग। आज चाहिँ हामी यहाँ गोदावरीबाट ब्लिन गर्दैछौँ। आज गोदावरीबाट चाहिँ एउटा बवाल खालको ब्लग चाहिँ बनाउँदैछौँ हामी। आज गोदावरीमा भएको राम्रो राम्रो ठाउँहरूको बारेमा चाहिँ एकदमै हामी भिडियो देखाउनेवाला छौँ र यहाँको एकदमै पपुलर ठाउँहरू र भाइरल ठाउँहरू कहाँ कहाँ छ होइन, त्यो बारेमा चाहिँ हामी तपाईँहरूलाई धेरैभन्दा धेरै त्यो ठाउँहरूको बारेमा बयान पनि गर्नेछौँ र त्यो ठाउँहरू पनि देखाउनेवाला छौँ। गाइज आजको भ्लग चाहिँ तपाईँहरूको लागि एकदमै स्पेसल बन्नेछ। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। यही नै भन्न चाहन्छु। बाँकी अब लोकेसन तपाईँहरू हेर्दै जानुहोस्। यहाँ बवाल लोकेसनहरू छ है त। यो गोदावरीको घना जङ्गल अनि साथै यहाँ मन्दिर अनि तलाउ एकदमै रमणीय पिकनिक स्थल। नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी काठमाडौँद्वारा आयोजित वनभोज कार्यक्रममा आज हामी गोदावरीमा वनभोज कार्यक्रममा आइरहेका छौँ। जस रमाइलो हुनेवाला छ। हजुरहरू हेर्नु होला है। यस्तो देखाइराख्नु भएको छ। एकदमै रमाइलो छ गाइस। नास्ता खाएर अब हामी माहौल हेर्दैछौँ। जेहोस् आज हामी पिकनिकमा आएको छ गाइस है। गोदावरी जङ्गल घुमिरहेको अवस्था। हाम्रो साथीहरू यहाँ गोदावरी घुम्दै गइराछन् है। जेहोस् रमाइलो छ आज। माथि जङ्गलदेखि पिकनिकको दृश्य देख्न सक्नुहुन्छ तपाईँहरू। गोदावरीमा जस आफ्नो आफ्नो तरिकाले पिकनिक मनाइदिनु भएको छ है। रमाइलो भएको छ। नाचगान एकदमै आफ्नो ठाउँमा है। हरेक ठाउँको बसोबास गरेको मान्छेहरू यस पिकनिकमा रमाउँदै हुनुहुन्छ। यहाँ यसरी नाचिराख्नु भएको छ है। कति रमाइलो, कति मजाको रमाइलो भइरहेछ। यो चाहिँ कुन ठाउँको हो तर एक्ज्याक्टली मलाई नै थाहा भएन गाइज। तर जस रमाइलो गर्नुभएको छ आफू मजाले। जस रमाइलो छ, रमाइलो गर्नुभएको छ। तपाईँहरूले हेरेर एकदमै मनोरञ्जन लिनुहुनेछ भन्ने आशा गरेको छु। कति राम्रो नाच्नु भएको छ है। दिदीहरू, दाइहरू, आन्टीहरू कति राम्रो नाचिराख्नु भएको छ। अरूलाई धानको पात, मायालाई पानको पात। संस्कृति बिगारे लौरी काला तरकालामा। संस्कृति बिगारे लौरी काला तरकालामा। जसा जसा कुर्ती जसा जसा आफूलाई मान्दर खानु। लगायत नाच खेल सकेर अब हामी खाना खान लागेको। खाना
चाहिँ मासु है मटन छ मिठो रहेछ तेरो च्यानलको नाम के अरे PRJP91